Hello guys, मेरो new vlog Salty Raja 01. So right now I'm in Gas Work Park machu हैन. So it's a very nice day today. So it's very sunny हैन. घाम लागेको छ मजाले घाम लागेको छ अनि sky पनि very clear हैन. Clean छ sky. अनि त्यही भएर warm अलिकति घामले गर्दा अलि warm feel भइरहेछ हैन. त्यही भएर चाहिँ म चाहिँ अब एकछिन स्टप त्यो मान्छे छोडेर यस्तो स्टप बाइ गरेर चाहिँ एकछिन पार्क घुमेर हल्का भ्लग बनाइदिइहालौँ भनेर हिँडेको छु हैन. अब म चाहिँ यहाँ पार्किङ लटमा छु. जस्ट मैले पार्क गरेँ गाडी चाहिँ पार्क चाहिँ पछि चाहिँ यो चाहिँ राम्रो ब्युटिफुल पार्क छ हैन. यो चाहिँ रेस्टरुम भइहाल्यो. त्यो चाहिँ रेस्टरुम हो, पब्लिक रेस्टरुम हैन. म चाहिँ यहाँ अहिलेसम्म घुमेको छैन वरिपरि चाहिँ घुम्न जाँदैछु. अनि समरमा चाहिँ कस्तो हुन्छ नि पुरा हरियो हुन्छ के हैन. मान्छेहरू पुरा आउँछ यता बस्नलाई खानलाई बार्बिक्यू अब पार्कमा चट्ट बसेर हैन बसेर मजाले बस्छ अनि पुरा बार्बिक्यू गर्छ. यहाँ टक्क बार्बिक्यू गर्छ मान्छेहरूले. अनि फ्यामिलीहरू आउँछ यता चाहिँ पुरा बस्नेको सुविधा पनि छ कि. चाहिँ यहाँ माथि जान्छु. यहाँ चाहिँ के रहेछ हेर्नु पर्यो हैन. के रहेछ हेर्दिम. चाहिँ काठले बनेको ठुलो रहेछ. वाउ, यो चाहिँ पहिलाहरूको मिसिनहरू रहेछ कि. यो चाहिँ पुरा खतरा मिसिनहरू रहेछ. वाउ, पुरा के लेखेको छ यहाँ चाहिँ हैन. पेन्टिङ कलर गरेर छ. It's beautiful. कुनै आई थिङ्क यहाँबाट चाहिँ राम्रो छ. मलाई अब खै यसलाई के भन्छ चाहिँ थाहा भएन. तर धेरै मिसिनहरू छ यहाँ चाहिँ. धेरै मिसिनहरू रहेछ हैन. तर मलाई एक्ज्याक्टली त वर्ड आएन. पुरा पानी छ. यो चाहिँ ओसन हो हैन. टेक्निकली यो लेक हो. त्यो चाहिँ फ्लोटेड हाउसहरू हो. त्यो चाहिँ घरहरू हो हैन. त्यहाँ चाहिँ मान्छेहरू बस्छ. अनि यो चाहिँ पानीको माथि छ हैन. हैन माथि छ. हाँसहरू पनि मजाले पौडी खेलिरहेछ. ऊ त पछाडिको चाहिँ बोर्डहरू भइहाल्यो हैन. त्यो पारीको घरहरू छ, अफिस बिल्डिङहरू भइहाल्यो. अनि के भनेको छ भने यता चाहिँ पानीको छाल. किनभने जाडो पनि नहुने हो. यस्तो चिसोमा पनि कसरी खेल्न सकेको है. ओ खै यो चाहिँ के हो. यो पाइप लाइन जस्तो यत्रो ठुलो छ यो है. पाइप लाइन जस्तो यो के हो. त्यो पुरा ट्याङ्कहरू छ. ट्याङ्क भन्दा पनि के भन्छ यसलाई. जस्ट अब त्यो मिसिनेरी भनौँ न. जुन पहिला ग्यास हुन्छ नि. त्यो बोट चाहिँ मजाले घुमिरहेको छ. वा कस्तो क्लोज नजिक आएको त्यो बोट मजाले आफ्नै दिनमा कस्तो रिल्याक्सली कुल. आउँछ माथि यहाँ चढौँ न. वा यो हो कि मेन चाहिँ अब मान्छेहरू आएर चट्टै हेर्ने भनेको यो पानी हो. यहाँ अल्सो पिपलहरू चाहिँ जगिङहरू वाकिङ गर्न रनिङहरू गर्न पनि आइरहेको छ. मान्छेहरू एक्सर्साइज पनि गरिरहेको छ मान्छेहरू. अनि आएर मजाले भ्यू हेर्छ अनि जान्छ. आउटस्ट्यान्डिङ. यहाँ चाहिँ कस्तो हुन्छ नि स्पेसली चाहिँ यो पार्कमा चाहिँ यहीँ चाहिँ 4th of Julyमा चाहिँ खतरा बनाउँछ है. फायर वर्क हुन्छ यहाँ यो ठाउँमा चाहिँ. जुन मान्छे त्यो बोर्डमा छ नि. बोर्डमा देख्नुहुन्छ नि ठ्याक्कै त्यो ठाउँ पारेर चाहिँ अलिक बिचमा त्यो घामले अलिक देखिन. त्यहाँ चाहिँ फायर वर्कमा चाहिँ के 4th of Julyमा चाहिँ ठुलो फायर वर्क छ. त्यति बेला यहाँ म्युजिकहरू लाग्छ, डिजेहरू लाग्छ. टन्नै मान्छे आउँछ हैन. लगभग तपाईँहरूको आउँछ टन्नै मान्छेहरू आउँछ. त्यो टाइममा चाहिँ टन्नै मान्छेहरू आउँछ. अनि न्यु इयर इभमा पनि मान्छेहरू आउँछ. स्पेसली त्यो स्पेस लेख्नु भएको छ त्यो ठुलो त्यो स्पेस जस्तो. त्यसमा चाहिँ फायर वर्क हुन्छ जुन चाहिँ न्यु इयरमा मान्छेहरू आएर फायर वर्क हेर्छ हैन.
यहाँ चाहिँ स्पेन्ड टाइम गरेर हुन्छ एभ्री डे एभ्री टाइम चाहिँ मान्छेहरू घटीमा नभए पनि वहाँ त्यो प्लेन देख्नु प्लेन ठ्याक्कै कस्तो मजाले ल्यान्ड त्यो प्लेन चाहिँ ल्यान्ड हुनु जाँदैछ है यहाँ चाहिँ मजा रमाइलो छ मान्छेहरू आउँछ बाइसाइक्लिङहरू गर्छ मान्छेहरू प्राइभेट बोट चाहिँ मजाले वाउ people living their life wow restricted हो people like हैन यहाँ भित्र जान चाहिँ मनाइ छ कति कस्तो चिसो हावा छ हैन चिसो हुन्छ नि अब हिउँ परेछ डाँडामा त्यो चिसो हावा छ तर ज्याकेट चाहिँ लाउनै पर्छ हैन त्यो ज्याकेट नलाइकन त हिँड्न सक्दैन हुन्छ नि ठ्याक्क कस्तो मजाको मिलाएर राखे कि यहाँबाट फेरि त्यहाँ जाने कि हैन सर त्यहाँबाट घुम्दै घुम्दै त्यो डाँडामा जाने कि डाँडामा चाहिँ फेरि अखा भ्यू देख्छ कि मान्छे रहेछ नि त woman with you. What is this? त्यो सिपहरू भइहाल्यो यो चाहिँ फिसिङको लागि युज हुन्छ स्पेसली अलास्का वरियर्स भनेको चाहिँ यिनीहरूले चाहिँ सिजन लागेपछि चाहिँ यिनीहरू चाहिँ फिसिङहरू गर्न जान्छ अहिले चाहिँ चिसोले गर्दाखेरि अफ सिजनमा हो स्प्रिङबाट चाहिँ मार्च भन्दा मार्चबाट चाहिँ सुरु हुन्छ सिजन फिसहरूको चाहिँ होइन कस्तो दामी सिटी छ नि त बोट हो मान्छेहरू कुदेर आउँदैछ गाइस सो अब मैले चाहिँ अब सकेसम्म होइन पुरा पार्कहरूको चाहिँ देखाएँ जुन मेन चाहिँ पोइन्टहरू चाहिँ मैले देखाएँ ग्यासवर्क पार्कको सो yeah, you guys can come bring your family over here in this park